सबैजनालाई नमस्कार, स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। यदि तपाईहरुले मेरो भिडियो हेर्नु भएको छैन भने चाहिँ मेरो नाम चाहिँ प्रतिभा ढकाल हो। सबैले मेरो भिडियोलाई हेरेर साथ सपोर्ट गरी माया गरिदिनु होला र भिडियो अन्तिमसम्म सके पछाडी लाइक, कमेन्ट र सब्स्क्राइब अवश्य पनि गर्न नभुल्नु होला। आज चाहिँ म यता खेतमा आएको छु, खेततिर घर यताबाट खेतमा आएको छु। यहाँ खेतमा चाहिँ म बाख्रा अनि गाई अनि बस्तु गोरु लिएर गाई बाख्रा अनि गोरु लिएर हेर्न आएको छु। म मात्रै छुइनँ, मम्मी पनि आउनु भएको छ। एक्लैले हेर्न सक्दिनँ किनकि यति धेरै छ। जहिले हामीले चाहिँ बाख्रा बस्तु बेलुका फुकाउने गर्थ्यौँ, तर बेलुका जहिले पानी पर्थ्यो अनि बेलुका फुकाउँदाखेरि मैले हेर्थेँ अनि छिटै फुकाउँदाखेरि 10 बजीतिर फुकाउँदाखेरि बुवाले हेर्नुहुन्थ्यो। तर आज बुवा हुनुहुन्न अनि बुवा हुनुहुन्न अनि घाँस पनि काटेको थिएन, घाँस पनि थिएन। अनि त्यसपछि घाँस त थियो, तल मकैको घाँस त थियो, तर त्यो त्यतिले मात्रै पुग्दैन नि त बस्तुहरूलाई। अनि त्यसपछि आज दिउँसो फुकाएर बेलुकाखेरि पानी पर्यो भने त मकैको घाँस हाल्नुहुन्छ अनि आज हामीले दिउँसो फुकाएछौँ। यहाँनिर बाख्रा छ अनि त्यसपछि माथि गोरु छ अनि त्यसपछि त्यहाँ गाईहरू छ, एउटा बाछी पनि छ अनि मम्मी पनि त्यहाँ माथि हुनुहुन्छ, गोरु हेर्दै हुन्छ। म चाहिँ बाख्रा हेर्दैछु। एकजनालाई हेर्नु सकिँदैन, यति धेरै छ, त्यही भएर दुईजना छौँ आज बाख्रा बस्तु हेर्ने मान्छे। दिउँसो चाहिँ यसरी टिलिक्क घाम लाग्छ, यस्तो घाम लाग्छ कि घाम त ठिकै हो, यतिको लाग्दा ठिकै हो, तर कस्तो धेरै चर्को पनि घाम लाग्छ। तर यस्तो टिलिक्क घाम लाग्छ, घाम पनि धेरै होइन, तर गर्मी चाहिँ यति धेरै हुन्छ कि गर्मी चाहिँ। एउटा गाई वहाँ पर पुगिसक्यो, बाख्राहरू यहीँ चरिरहेछन्, गोरु वहाँ कहाँ पुगिसक्यो। गाह्रो छ बाख्रा बस्तु हेर्न, गोठालो गर्नु गाह्रो छ। मान्छेहरूले सोच्नुहुँदो होला बाख्रा बस्तु हेर्दा के गलिन्छ र को गल्छ र बाख्रा बस्तु हेर्दा भन्ने मान्छेको दिमागमा त्यस्तो सोच आउँछ नि, तर त्यस्तो होइन। म यहाँ गलेर मर्न लागिसक्यो, यति धेरै यस्तो घाम छ अनि गर्मी छ, घामभन्दा पनि धेरै गर्मी छ। घाम त लागेकै छ, यति घाम लाग्दा पनि यस्तो गर्मी नहुनु पर्ने हो, तर धेरै गर्मी छ। मान्छेहरूले त अब यसो बाहिरदेखि देख्छ त बाख्राहरू अनि बस्तु हेर्नु त हो नि, गाई हेर्नु त हो नि, के को गलिन्छ र भन् जस्तो सोच आउँछ नि, तर होइन। गर्मी हुन्छ उस्तै, तिर्खा लाग्छ उस्तै, बाख्रा एकतिर जान्छ उस्तै, बाख्रा कुदै गर्छ। म गलेर मर्ने बेला भइसक्यो। घाम छ यस्तो धेरै अनि यस्तो धेरै घाममा बाख्रा एकतिर अनि गाईहरू एकतिर, बस्तुहरू एकतिर भएपछि को मान्छे चाहिँ गल्दैन होला। अघि भर्खर मैले फिर्काएर आएको, त्यहाँ वहाँ पर गाई फेरि हो, यहाँनिर गाई फेरि उता गइसक्यो। मैले त्यहीँ पर नै पुगेकोतिर फिर्काएर ल्याएको। बाख्रा अहिले यहाँ म बस्ने ठाउँमा थियो। अल्छी लागेर, निन्द्रा लागेर, गर्मी भएर, तिर्खा लागेर, भोक लागेर सबै थोक लागिसक्यो मलाई। गोठालो गर्न आउँदा वहाँ पारी पुगिरहेछ गोरु। अब त उता जङ्गलदेखि गयो भने फेरि वहाँ कहाँ मकै खान पुग्दिन्छ। अनि बाख्रा फेरि यहाँ चढ्दैछ अनि यो बाख्रालाई छोडेर गयो भने फेरि यहाँ मासतिर यहाँ मकै छ, यो मकैमा गएर खाइदिन्छ। फेरि खाइदियो भने टेकेको त 500 रुपियाँ दिनुपर्छ, फेरि खाइदियो भने कति रुपियाँ दिनुपर्छ थाहा छैन मलाई, गाह्रो छ। त परको मैले त गोरुहरू छोडिदिएँ, गाईहरू छोडिदिएँ भने गोरु त एक हल छ अनि त्यसपछि गाई दुईवटा छ नि त, दुईवटा छ गाई। अनि त्यसपछि त्यहाँ मैले गाईहरूलाई छोडिदिएँ भने फेरि एउटा गाईले अर्को गाईलाई हान्छ क्या। अनि अघि उहाँ तल बाख्रा बस्तु हेर्दै गएर त्यतिखेर त मम्मी पनि छेकिदिनु आउनुभएको थियो। त्यतिखेर एउटा ठुलो गाईले त सानो गाई त ब्याउने गाईलाई हानेर त्यसको सिङै प्याक्लाकै उखालिदियो। अनि त्यही भएर जुत्छ गाईहरू त्यसरी हान्छ अनि लडाइँ गर्छ। त्यही भएर गाईहरूलाई पनि हेर्नुपर्छ, एउटा गाईलाई अर्को गाईको छेउमा जानु हुँदैन। यहाँ पर देखिरहेछ त्यो खैरो हो, त्यो गाईले चाहिँ अर्को सानो गाई छ, सानो गाईभन्दा पनि ठुलै हो तर त्यो अलिक सानो छ। अनि हो त्यसलाई हानेर त्यसको सिङै उखालिदिएको छ। अनि अब त्यही भएर त्यो दुईवटा गाईको बिचमा बस्नुपर्छ। अनि बाख्रा हेर्नु कि त्यहाँ गोरु हेर्नु कि गाई हेर्नु कि, मलाई चाहिँ क्या यस्तो यो बाख्रा बस्तु गोठालो गयो भने अनि त्यतिखेर तिर्खा त लाग्छ नि त। तिर्खा लागिसकेपछि मलाई चाहिँ त पानी त खानु मन लाग्छ, तर पानी
पानी खाएर मरेको तिर्खा अर्कै हुन्छ अनि तर यो शरबत पानी खाएर मरेको तिर्खा अर्कै हुन्छ नि त। अनि मलाई चाहिँ पानी खानु पुरै मन लागिरहेको हुन्छ, कतितिर तिर्खा लागिरहेको हुन्छ, तर पनि मलाई शरबत पानी खान मन लाग्छ। तर शरबत पानी खायो भने त तिर्खा त मर्दैन नि त। अनि यो बाख्रा बस्तु गोठालो गर्दा अनि त्यसपछि हाम्रो चाहिँ अब यता गाउँघरतिर मकैबारीको आली काट्दाखेरि मलाई चाहिँ यस्तो पुरा शरबत पानी खान मन लाग्छ कि शरबत पानी चाहिँ त्यो अमिलो अनि त्यसपछि अमिलोमा अलिकति नुन अनि अलिकति चिनी अनि त्यसपछि मरिचको धुलो अनि अरू के हाल्छ अनि अलिकति खोर्सानीको धुलो हो त्यस्तै के हालेर हाम्रो मम्मीले बनाउनुहुन्थ्यो। पहिला म अलिक सानो हुँदा त्यतिखेर हामीले मकैबारीको आली काट्दाखेरि मम्मीले बनाउनुहुन्थ्यो अनि सबै खेतालाहरूलाई पनि त्यही दिनुहुन्थ्यो कि यस्तो मिठो हुन्थ्यो कि यस्तो मिठो हुन्छ कि। अनि मलाई त्यही बस्तु गोठालो जाँदा पनि त्यही खान मन लाग्छ, आली काट्दाहरू पनि त्यस्तै खान मन लाग्छ। मलाई शरबत पानीको याद आएर मैले बाख्रा यहाँ झारिसकेँ। मम्मीले पर बस्तु लग्दै हुन्छ, गाई त्यहाँ छ, मैले गाई लगेर जानुपर्ने छ किनकि त्यो गाई एउटा गाई एक्लै बाँध्नु सकिँदैन, त्यसलाई डोरी लाएर बाँध्नुपर्ने हुन्छ। म बाख्रा यहाँ छोडिराखेर जान्छु अनि छा 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 फेरि बाख्रा पनि एकैचोटि कहाँ जान्छ। मैले बाख्रा नि यता लगाइसकेँ, मम्मीले वहाँ पर बस्तु लगिसक्नु भएको छ। म चाहिँ अब गाई लिएर जान्छु, गाई उता जाँदैछ अनि बाख्रालाई चाहिँ यहीँ छोडेर गयो। बाख्रा बाँध्ने यहीँ नै रिपलतिर पनि छ नि त, अनि बाख्रालाई त्यही बाँधिदिइराख्यो। पहिला बस्तुहरू बाँधेर अनि बाख्रालाई बाँध्ने भन्नुभएको छ मम्मीले। फेरि बाँध्नु सकिँदैन, गाई यस्तो कुद्छ कि सब बाख्रा अनि गाईहरू गोरुहरू सबै अगाइसके, मजाले अगाएका छन्। लास्टै यस्तोतिर पसिना यतातिर गर्नु मैले चाहिँ सबै बस्तु बाख्रा अनि त्यसपछि गाईहरू बाँध्यो अरे, मम्मीले पनि बाँध्नुभयो, मिली बाँध्यौँ। मम्मीले गोरुहरू गाईहरू बाँध्नुभयो, मैले तल अर्को गाई बाँधेँ अनि बाख्राहरू बाँध्यो अरे। हामीले चाहिँ खाजा पनि खाइसक्यौँ। खाजा खाएर मम्मी बाबा आउनु भएको थियो, मम्मी बाबा चाहिँ तल खेतमा जानुभएको छ। अनि सबैजनाले खाजा खाएर मम्मी बाबा तल खेतमा जानुभयो, म चाहिँ यहाँ घरमा बसेको छु, घरको कामहरू गर्नको लागि बसेको छु। सबैजनाले मेरो भिडियो हेर्नुहुन्छ भने साथ सपोर्ट गरी माया गरिदिनु होला र सबैजनाले अन्तिमसम्म हेरिसकेपछि लाइक कमेन्ट र सब्सक्राइब गर्नुहोला भन्दै आजको लागि यति नै भन्दै बाई बाई।